86 साल 7 महिना आज 5 गते गाई पूजाको दिन सबैजना सबै घर परिवार एकै ठाउँमा पार्वती दिदीको घरको आँगनमा बसी फोटो खिच्दै भिडियो बनाउँदै र गफ सल्लाह हुँदै भोलि के गर्ने हो। भोलि भाइ टिकालाई गफ गर्नुस्। ल दिवालीको शुभकामना भाइ। दीपावलीको शुभकामना सबैलाई। घर परिवार दिवालीले भाका जति पार्ने पनि यता फेरि बैरागी भएर बस्नु छ। यता बस्नु न। क्यामेराम्यान यता छनारको मेरो खाँचो अब यतिकै आउँछ हुन्छ। फेरि तैँले पनि नदबाएछ यतिकै खालि को तिहारमा हामी सबैजना बसेर भोलिको टिकाको कसरी लगाउने, कुन पूर्व पश्चिम उत्तर दक्षिण कता बस्ने, लगाउने कता बस्ने भनेर चाहिँ छलफल भइरहेको छ। छलफलमा निर्णय के निस्केको छ भने लगाउने चाहिँ पश्चिम फर्किने अनि लगाइदिने चाहिँ पूर्व फर्केर भाइहरूलाई टिका लगाइदिने। क्यामेराम्यानको साथ हरि पाण्डे, नेपालगञ्ज सिद्धार्थ। हामीले चाहिँ नि हाम्रो नन्दा आउन नपाउँदाखेरि हामीले लाउन पाइएन, त्यसले बन्द गरिसकेछ। छैन के भन्नु ल भन्नु के भन्नु। नन्दा नआउनाले उहाँ जुठो पर्नाले हामी खुसी छैन। बुढाबुढी चाहिँ नि टिका लाउन नपाएर खुसी छैनौँ। छोराछोरी लाउने भयो। आइसकेर केही पुछ कसैलाई नहोस्, एउटा कान्छी नन्दसित टिका लाउने। कलालाई के भन्नु ल दिदीलाई। अब यत्रा दाजुभाइलाई अब एउटी दिदीले टिका लाउँदा कति रमाइलो होला, त्यही छ नि। म जति खुसी कोही छैन भन्नु। त्यही त के रमाइलो खुसी हो त नि। अनि आमालाई के भन्नु छ? टिका लाउनु अहिले आमालाई धेरै खुसी, धेरै खुसी छु। कुसुमलाई के भन्नु छ? आमालाई के भन्नु छ? मैले त भनिसकेको छु, बागेश्वरी माताले रक्षा गरून् सधैँभरि पाण्डे परिवारलाई भनेकै छु म। माइला बुवाले चाहिँ नि चुरोडको नाम नलिनु भन्नु। बुवाले सुन्नु भएन। बोल्नु पर्यो नि त्यसमा सधैँलाई ल काइलो बा पहिला बोल्नु। अब यो तिहारमा जाने हामीले त टिको लगाउन पाएनौँ, तर चाहिँ छोराहरूले जाने टिको लगाउने भयो। बहुत रमाइलो लगाउने। भोलि आज गाई पुज्यो रमाइलोरी सबै मिलेर। अहिले दसैँ त रमाइलोरी मनाइयो, तिहार चाहिँ ल उमाकान्त पाण्डेजी हजुरलाई के भन्नु छ? ठिकै छ, सब परिवार सबै सन्चै छन्, सन्चै रहोस्, सबैलाई ठिकठाक होस्। आइसाले यति बेलासम्म म पनि सन्चै रहन पाऊँ भन्नु। आइसाल बहिनीसित राम्रो टिका लाउनु पाइयोस् सबै भाइ जुटेर। आइसाल मात्रै होइन, कति साल होइन अब टिका लाउनु पाइयो। हाम्रो माइला राजुसित 50 अझै 50 वर्षसम्म 5 सेकेन्ड दसैँको टिको र तिहार सबैको चान्स आछ है। बिचमा पाइन्न, बिचमा पाइन्न, सबैको चान्स। लक्ष्मी माताले सबैको रक्षा गरून्। अहिले अब बहिनी सुत्केर पिठा पर्नाले हामी बुढा दाजुभाइहरूले टिको लाउन नपाए पनि छोराहरूले बुहारीहरूले सबैले टिको रमाइलरी लाउँछन्। खुसीको कुरो छ। नातिनीहरूले सबै खुसीको कुरो चाहिँ नि अब छ। सबै एकै ठाउँमा छौँ, अरू सबै स्वस्थ आराम छौँ, सबै परिवार खुसी छौँ। 5 सेकेन्ड भन्दै यो लक्ष्मी माताले सबैको रक्षा गरून्। ल हजुरलाई के भन्नु छ यो तिहारको बारेमा? मलाई केही भन्नु छैन, सबै ठिकै छ, राम्रै छ, खुसी नै छ। त्यही तिहारमा के गर्ने केही प्लान छैन मेरो। अचानक प्लान हुन्छ, केही प्लान हुँदैन मेरो। ल हजुरलाई धन्यवाद छ। ए क्यामेराम्यानको साथ
हरि पाण्डे हरि पाण्डे नेपालगञ्ज टोल वार्ड नम्बर 10। दाजुभाइलाई के मेयर राम्ररी सुत्न छ भने जागेर बस्नु होला, चोरहरू धेरै आउँछन् ख्याल गर्नलाई चाडपर्वमा। जय हो भन्दा जय श्री गणेशाय नमः, जय श्री लक्ष्मी नारायण। तँलाई के भन्नु छ? मलाई त केही भन्नु छैन। सम्पूर्णमा नमस्कार, म भाग्य नेपाने। भाग्य नेपाने भन्छ यसले। ए फेक